चाहिँ एक्लै लाटी जस्तो घुमिरहेको छु। मेरो चाहिँ दोकानमा छिट्टो उठ्ने बानी छ नि त, त्यही भएर मलाई चाहिँ निद्रै आउँदैन हो। मेरो हस्बेन्ड चाहिँ सुतिरहनु भएको छ। म चाहिँ बिहानै उठेर उता घुमेँ, अनि फेरि घुम्दा पनि पुरा अल्छी लाग्यो नि त। घरमा चाहिँ सबैजना सुतिरहनु भएको छ। अब म एक्लै पक्ली जस्तै भाँडाकुँडाहरू बजाउँदै दैलोहरू खोल्नु पनि मिल्दैन हो। अब ससुरालीमा चाहिँ अलिकति अप्ठ्यारै हुने रहेछ नि त, आफ्नो घरमा जस्तो नहुने है। त्यो चाहिँ अब साथीहरूलाई पनि थाहा छ होला। त्यही भएर म चाहिँ नदीतिर घुम्न आएको छु हो। अनि यहाँ चाहिँ गाईहरू छ, अनि चराहरू छ, म छु, अरू चाहिँ कोही पनि हुनुहुन्न। अनि फेरि ठन्डा पनि छ, तर यहाँको पानी चाहिँ एकदमै गरम। यस्तो पानी उबाल्दाखेरि कस्तो हुन्छ त्यस्तै भइरहेको छ होइन। मलाई चाहिँ एकदमै राम्रो लाग्यो, पानीहरू खेलेँ होइन, मजासितले मुखहरू धोएँ। अनि अब चाहिँ घर फर्किन आँटेको हो।